बाले मलाई यस्तै काठ बनाइदिने जसरी नि यसो कहिलेकाहीँ यताउता जाँदाखेरि जङ्गल जाँदाखेरि भिडियो बनाउने नयाँ नयाँ भिडियोहरू रमाइलो भिडियोहरू हाल्ने काठ पनि हुन्छ न बा राम्रो तल काठ बनाउने माथि अड्डाउने कि हरेक मोबाइल अड्डाउने ठाउँ बनाउने हुन्छ नि बिउ निकाल्दैछौँ साथीहरू हामीले बिउ पनि कति निकालेका हो भन्ने चाहिँ लाउँदैन दिनदिनै बिउ निकाल्ने पाइन्छ गरे भिडियो यस्तै बनाएको अब यो रोपाइसकेपछि बल्ल घरतिरको जङ्गलतिरको बाघ घरमै आएर है बा बाघ के लाग्यो त्यहाँदेखि त जङ्गल अब धान रोपेर भ्यायौँ भने बा हजुर मैले अल्छी नगरी र शीतलमा माछा छोप्ने र मान्छेले कतिहरू माछा लिएर खाँदो गरे खानु हामीले नछोप्ने त त्यस्तो माछा दिदी लग्यो त्यही पाउनुभयो माछा हामीले पनि माछा छोप्ने हो यसरी गर्मी भयो साथीहरू म त छाता लिन्छु यस्तो घाम चर्के हो यहाँ छाता वरिवरि काम गर्नुपर्छ गर्मी छ पानी अरू बेला पानी पर्छ के अरे रेजिनाले गर्ने बेलामा घाम चर्किन्छ घरमा हुँदा पानी पर्छ अनि रेजिना खेतमा आएपछि फेरि घाम लाग्न थाल्छ चल्छ यसैलाई पोल्ने हो भने हामी घामले धेरै र मैलाई नै घामले धेरै पोल्न थालेको कि साथीहरू घरको मेला थालिनेछ यो आकाशबाट पानी नआयो नि उसको बोरिङको पानी हालेर रोप्नु बनाउनुहुन्छ बोरिङको त्यहाँ त घर बनाउनु थाले रहेछन् है बा अस्ति यहाँ धेरै धेरै धन्यवाद साथीहरूलाई है अस्ति बिउ यस्तै बिउ धानको बिउ निकालेको एउटा भिडियो बनाएको थिएँ मैले धेरैजना साथीहरूले हेरिदिनु भएको रहेछ हजुरहरूलाई सबैजनालाई धेरै धेरै धन्यवाद लगभग 1000जना साथीहरूले हेरिदिनु भएछ कि बिउ बनाएको पैसा दिन्छ कहाँको पैसा दिने यसो रमाइलो कहाँ के गरिराख भनेर रमाइलो हुन्छ नि 1000जना साथीहरूले हेरिदिनु भएछ कि खुसी लाग्यो लाइक कमेन्ट त आउँदैन तैपनि हेर्न चाहिँ हेरिदिनु भएको छ धेरै साथीहरूले मलाई धेरै फलो गरिदिने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद फलो गरिदिनु भयो हाम्रो यो दैनिकी रमाइलो भिडियो हो कि रेजिनाको सबै साथीहरूले हेर्न सक्नुहुन्छ है रमाइलो मानेर रमाइलो भिडियो गाउँघरको बिउ निकालेको कहिले खेत रोपेको कहिले बाख्रालाई पानी खुवाएको कुखुराहरूलाई हजुरहरूले गाउँघरतिरको रमाइलो वातावरण रमाइलो भिडियो हेर्न सक्नुहुन्छ सबै साथीहरूलाई धेरै धेरै धन्यवाद छ मलाई फलो गरिदिनु भएको साथीहरूलाई अझै फलोको साथसाथै लाइक कमेन्ट पनि गरिदिन सक्नुहुन्छ है सुझाव सल्लाह दिन सक्नुहुन्छ धेरै धेरै धन्यवाद साथीहरूलाई अब राख्न पर्यो